हेलो साथीहरू, आज फेरि नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु है। मेरो थापा टेस्टी किचनमा तपाईँहरूलाई सबैलाई स्वागत छ। आज म बनाउन गइरहेको छु एकदम नेपाली स्टाइल चिकन करी है। चिकन करीको मैले चारवटा प्याज ल्याएको छु, चारवटा टमाटर ल्याएको छु, त्यस पश्चात 1 केजी चिकन ल्याएको छु। अब सब काटकुट गरेर रेडी भइसकेको छ। अब चुलामा कराई बसालेर त्यसपछि तेल हाल्नुपर्ने हुन्छ आवश्यकता अनुसार। त्यसमा तेल गरम भइसकेपछि खडा मसलाहरू अब 2टा सुकमेल भयो, 2टा लौंग भयो, अनि एउटा अलैँची अनि तेजपत्ता त्यही हालेपछि चट्ट अनि दालचिनीको टुक्रा सानो। त्यस सँगसँगै मैले लिएको छु अलिकति करीपत्ता है। करीपत्तालाई पनि फ्राई गरेर त्यस पश्चात हरियो खोर्सानी 4वटा पिस हरियो खोर्सानी बिचबाट काटेको छु। त्यसै गरेर त्यसमा मैले 4वटा प्याज राम्रोसँग त्यस्तो मसिनो नै होइन, ठिक्क मिडियम स्लाइड गरेर काटेर राखेको थिएँ। त्यसलाई पनि राम्रोसँग कडाईमा हालेर फ्राई गर्नुपर्ने हुन्छ साथीहरू। राम्रोसँग फ्राई गरिसके पश्चात एकदम कम्तीमा 5-7 मिनट लाग्न सक्छ यसलाई फ्राई गर्न। त्यसै अनुसार देख्न सक्नुहुन्छ यहाँ फ्राई भइसकेको छ। अब म रेडी हाल्दैछु, भइसकेको छ। अब म चिकन हालिराखेको छु। अब चिकनलाई पनि राम्रोसँग हालेर त्यसमा मिक्स गर्नुपर्ने हुन्छ साथीहरू। एकदम राम्रोसँग मिक्स गरिसकेपछि एकदम कम्तीमा पनि 15-20 मिनट जति यो चिकनलाई राम्रोसँग पकाउनु पर्ने हुन्छ। यही चिकनले पानी छोड्छ, देख्न सक्नुहुन्छ साथीहरू। एकदम राम्रोसँग पानी छोडिसकेपछि यसको पानी सुकाउनु पर्ने छ। राम्रोसँग सुकाइसके पश्चात एकदम राम्रोसँग भुट्नु हो भने यो चाहिँ एकदम टेस्टी, हेल्दी र होटल स्टाइल है, रेस्टुरेन्ट स्टाइल पनि तपाईँले घरमै बनाएर पनि खान सक्नुहुन्छ। त्यसको लागि मैले एक सानो चम्चको 1 चम्च बेसार लिएको छु। यसलाई पनि हालिसकेपछि यसलाई चारै दिशातिर चलाउने अनि मिक्स गरेर एकदम राम्रोसँग देख्न सक्नुहुन्छ। अब यसमा अलिकति मैले हालेर अब यो ढाकेको छु। ढाकिसकेपछि यसलाई एकदम पानी छोडेको छ, देख्न सक्नुहुन्छ। चिकनले यसरी पानी छोड्छ है। यही चिकनले पानी छोडिसकेपछि यही पानीले चिकन पाक्छ सुरुमा है। कम्तीमा 10-15 मिनट जति यसलाई राम्रोसँग पकाउने। त्यसपछि अब हालेको छु अदुवा लसुनको पेस्ट 1 चम्च। यसलाई पनि हालेर मिक्स गर्नुपर्ने हुन्छ साथीहरू। राम्रोसँग मिक्स गर्नु होला है। यसमा तपाईँले राम्रोसँग जति राम्रोसँग चिकनलाई भुट्नुभयो त्यति राम्रोसँग टेस्टी बन्छ। त्यस्तै 4वटा टमाटर पनि मैले ठिक्क मिडियम साइजमा काटेर राखेको थिएँ। यसलाई पनि मिक्स गरेर चट्ट है यसलाई चाहिँ चारै दिशातिर लाग्ने गरेर एकदम मिक्स राम्रोसँग मिक्स भइसकेपछि यसलाई राम्रोसँग तपाईँले एकदम टेस्टी बनाउन सक्नुहुन्छ साथीहरू। यस्तै गरेर तपाईँले यदि घरमा तपाईँहरूको पनि घरमा पाहुना आउँदा पनि यसै गरी राम्रो टेस्टी हेल्दी चिकन करी बनाएर खुवाउन सक्नुहुन्छ है। त्यसको लागि अब टमाटर गलाउनको लागि मैले सानो चम्चको 2 चम्च लिएको छु नुन चाहिँ आफू तपाईँलाई स्वाद अनुसार लिनु होला। त्यो सँगसँगै मैले मसला लिएको छु हल्का जिराको धुलो 1/2 चम्च अनि धनियाको धुलो, त्यस अनुसार फेरि गरम मसला पनि लिएको छु। यसलाई लिएर राम्रोसँग चलाउनु पर्ने हुन्छ साथीहरू। जति भुट्नु चिकनलाई त्यति राम्रो हुन्छ। एकदम टेस्टी बनाउनको लागि एकदम राम्रोसँग भुट्नुपर्ने हुन्छ साथीहरू। राम्रोसँग पाक्छ, देख्न सक्नुहुन्छ। एकदम राम्रो भएको छ। यदि तपाईँहरू कहाँदेखि भिडियो हेर्दै हुनुहुन्छ, यो भिडियो यदि तपाईँहरू समक्ष आइपुग्यो भने पुरा हेरेर तपाईँहरू आफ्नो प्रतिक्रिया जनाउन नभुल्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न पनि नभुल्नु होला है। सब्सक्राइब गर्दैमा तपाईँको नि केही जान्नु, मलाई एउटा सानो अर्को भिडियो बनाउनको लागि एकदम प्रेरणा मिल्छ। त्यसैले गर्दाखेरि तपाईँहरू समक्ष बिन्ती गरेको छु। यसरी नै तपाईँहरूले बनाएर घरमै पनि एकदम हाम्रो नेपाली स्टाइल चिकन करी चाहिँ यसरी बनाएर खान सक्नुहुन्छ। यसमा तपाईँले सुक्खा बनाउनु हो भने यसमा अब लगभग तपाईँहरूले रक्सीसित नै खान सक्नुहुन्छ, शीतनको लागि है। साथीहरू सुक्खा बनाउनु भने झोल हाल्नु भने भातसित खान सक्नुहुन्छ। यहाँ चाहिँ चिकन करी बनाएको कारणले मैले अलिकति झोल हालेको छु, भातसित खानुपर्ने हुन्छ। त्यसैले देख्न सक्नुहुन्छ लगभग 1 गिलास जति पानी हालेर नै एकदम राम्रोसँग पाकिसकेको छ। अब लास्ट स्टेप हुँदैछ। अब यहाँ धनिया काटेर राखेको थिएँ, यसलाई पनि राम्रोसँग हालेर
चारै दिशा लाग्ने मिक्स हुने गरी यसलाई पनि राम्रोसँग मिक्स गरेर तपाईँहरूले यसरी नै पकाउन सक्नुहुन्छ साथीहरू। हवस् त, धन्यवाद।